नेपालको निजामती सेवा के यो साँच्चै राष्ट्रको मेरुदण्ड हो वा यो आफैमा एउटा सङ्कटग्रस्त प्रणाली बनिसक्यो? आउनुहोस् आजको हाम्रो यो विश्लेषणमा यही गहिरो प्रश्नको जरासम्म पुग्ने कोसिस गरौँ। एउटा एकदमै शक्तिशाली भनाइबाट सुरु गरौँ है त। भनिन्छ नि, कुनै पनि राष्ट्रको शासन पद्धति कति असल वा खराब छ भन्ने थाहा पाउन त्यस राष्ट्रको प्रशासन हेरे पुग्छ। सोच्नुस् त, कति गहिरो कुरा। यसको मतलब के हो भने हाम्रो प्रशासन कस्तो छ भन्ने कुराले सिधै देशकै स्वास्थ्यलाई असर गर्छ। त्यसो भए ला सबैभन्दा पहिले त यो बुझौँ कि निजामती सेवा भनेको खासमा के हुनुपर्ने हो, यसको आदर्श रूप कस्तो हुन्छ, आखिर किन यसलाई शासनको मेरुदण्ड जस्तो ठूलो उपमा दिन्छ? एकदमै सरल भाषामा भन्नुपर्दा निजामती सेवा भनेको राज्यको पर्मानेन्ट सरकार हो भनौँ न। चुनावबाट बन्ने राजनीतिक सरकार त आउँछ जान्छ, तर यो प्रोफेसनलहरूको टिमले चाहिँ सरकारका नीतिहरूलाई लागू गर्ने, जनतालाई सेवा दिने काम गरेर देशलाई लगातार चलाइरहन्छ। अब एउटा आदर्श निजामती सेवा कस्तो हुनुपर्छ त? कल्पना गरौँ है त। पहिलो, यो मेरिटमा आधारित हुनु पर्यो, जहाँ सबैभन्दा काबिल मान्छे छानियोस्। दोस्रो, यो राजनीतिक रूपमा एकदमै न्युट्रल हुनु पर्यो, कुनै एउटा पार्टीको होइन, सिङ्गो देशको। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले आफूलाई शासक होइन जनताको सेवक ठान्नु पर्यो। तर प्रश्न उठ्छ, के हाम्रो निजामती सेवा सधैँ यस्तै आदर्श थियो त? थिएन। आजको अवस्था किन यस्तो भयो भनेर बुझ्न हामीले यसको इतिहासको पाना पल्टाउनै पर्छ। हेरौँ न त यो कसरी यहाँसम्म आइपुग्यो। यसको यात्रामा निकै उतार चढावहरू छन्। राणाकालसम्म त प्रशासन केही खास परिवारको मुठीमा थियो, तर 2007 सालको परिवर्तनपछि एउटा स्वर्ण युग नै सुरु भयो भनिन्छ। किनभने 2008 सालमा लोकसेवा आयोग बन्यो र पहिलो पटक योग्यताको आधारमा कर्मचारी छान्ने सिस्टम सुरु भयो। पञ्चायतकाल अलि मिश्रित रह्यो अनि 2047 सालपछि त प्रजातन्त्र, सङ्घीयता, समावेशिता जस्ता नयाँ अवधारणाहरूले यसलाई फेरि अर्को मोड दियो। ल, इतिहासको कुरा त भयो। अब हामी यो विश्लेषणको सबैभन्दा क्रुसियल, सबैभन्दा महत्त्वपूर्ण खण्डमा प्रवेश गर्दैछौँ। त्यो हो हामीले अघि कुरा गरेको त्यो आदर्श र आज हामीले भोगिरहेको यथार्थ बीचको त्यो डरलाग्दो खाडल। यो द्वन्द्वता आज छर्लङ्गै छ, होइन र? जहाँ मेरिट र न्युट्रालिटी हुनुपर्ने, त्यहाँ गहिरो राजनीतिकरण र ध्रुवीकरण छ। जहाँ छिटो छरितो सेवाको अपेक्षा हुन्छ, त्यहाँ प्रक्रियाको भुमरी, त्यही लालफिताशाही छ। अनि सबैभन्दा दुःखलाग्दो कुरा, जनताको सेवक हुनुपर्नेमा म शासक हुँ भन्ने मानसिकता देखिन्छ। जिम्मेवारी लिने होइन, एकअर्कालाई दोष दिएर पन्छिने संस्कृति हाबी भएको छ। अब प्रश्न आउँछ, यी समस्याहरू कहाँबाट उम्रिए त? यसका जडहरू निकै गहिरा छन्। जस्तो कि ट्रेड युनियनहरू कर्मचारीको हक हितको लागि भन्दा पनि राजनीतिक पार्टीका भातृ सङ्गठन जस्ता बनेका छन्। कामको मुद्दा भन्दा पनि व्यक्तिको हैसियत र पहुँच महत्त्वपूर्ण भएको छ। अनि त्यो सूचना लुकाउने, आफ्नो प्रशंसा आफै गर्ने र कुनै पनि नयाँ सुधार गर्न खोज्दा बिरालो बाँध्ने, अर्थात् अनेक बहाना बनाएर अड्काउने संस्कृति, यसले त सिस्टमलाई भित्रैबाट खोक्रो बनाइरहेको छ। यद्यपि यी सबै विकृतिहरूका बीचमा एउटा ठूलो सुधारको प्रयास पनि नभएको होइन। खास गरी 2062-63 को आन्दोलनपछि प्रशासनलाई अझै समावेशी बनाउनुपर्छ भनेर आरक्षणको नीति ल्याइयो। यो एउटा महत्त्वपूर्ण कदम थियो। यो नीतिले के गर्यो भने खुला प्रतिस्पर्धाबाट पूर्ति हुने पदहरूको 45% सिट आरक्षणका लागि छुट्यायो। अब त्यो 45% भित्र पनि महिलाका लागि 33%, आदिवासी जनजातिका लागि 27%, मधेसीका लागि 22%, दलितका लागि 9% अनि अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रका लागि पनि 9% छुट्याइयो। यसको मुख्य उद्देश्य नै प्रशासनमा सबैको अनुहार देखियोस् भन्ने थियो। अब यति धेरै समस्याहरू देखिएपछि सुधारका प्रयासहरू नै भएनन् त होला र? अवश्य भए, तर सुधारको यो खोजी निकै लामो र धेरैजसो अवस्थामा निराशाजनक नै रह्यो। यो नम्बरलाई हेरौँ त, 6 भन्दा बढी। मतलब विक्रम सम्वत 2009 सालदेखि यता प्रशासन सुधार्न भनेर आधा दर्जनभन्दा बढी ठूला आयोग र समितिहरू बनिसकेका छन्। यसले के देखाउँछ भने समस्या के हो भनेर पत्ता लगाउने प्रयासमा कमी त पक्कै पनि भएको होइन। त्यसो भए खास समस्या कहाँनेर रहेछ त? समस्या हो कार्यान्वयनमा। यति धेरै आयोगले दिएका गजबका सुझावहरू, ती सबै रिपोर्टहरू धेरैजसो त दराजमा थन्किने अध्ययन सामग्री मात्रै भने, लागू नै भएनन्।
अब यो सुधार किन असफल भयो भनेर बुझाउन एउटा एकदमै रोचक हार्डवेयर भर्सेस सफ्टवेयरको अनालोजी प्रयोग गरिएको छ। अहिलेसम्मका सुधारहरू प्राय हार्डवेयरमा केन्द्रित भए, मतलब सङ्गठनको संरचना फेर्ने, नयाँ नियम कानुन बनाउने, पदहरू तलमाथि पार्ने। तर प्रशासनको सफ्टवेयर जुन सबैभन्दा महत्त्वपूर्ण थियो, त्यसलाई चाहिँ व्यवस्था गरियो। सफ्टवेयर भनेको के हो? त्यो हो कार्य संस्कृति, कर्मचारीको व्यवहार, नैतिकता र सेवा गर्ने भावना। जबसम्म यो सफ्टवेयर नै ठिक हुँदैन, जतिसुकै राम्रो हार्डवेयर फेरे पनि सिस्टम चल्दैन। ल, हामीले समस्या पनि हेऱ्यौँ, असफल प्रयासहरू पनि बुझ्यौँ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आइपुगेका छौँ। त्यसो भए अबको बाटो के त? के गर्ने? यो एउटा यस्तो प्रश्न हो जसमा सायद पुरै विश्लेषणको सार लुकेको छ। के यो निजामती सेवाको प्रणाली यति धेरै भत्किसकेको हो कि यसको विकल्प खोज्नुपर्ने बेला भइसक्यो? र यसको जवाफ एकदमै स्पष्ट र शक्तिशाली छ। भत्किएको निजामती सेवाको विकल्प भनेको अर्को कुनै प्रणाली होइन, बरु एउटा सुदृढ निजामती सेवा नै हो। किनभने जबसम्म राज्य रहन्छ, कर्मचारी तन्त्र पनि रहन्छ। त्यसैले यसलाई फाल्ने कुरा आउँदैन, यसलाई सुधार्ने हो, बलियो बनाउने हो। अब सुदृढ बनाउने बाटो के हो त? केही कदमहरू एकदमै जरुरी देखिन्छन्। पहिलो, वर्षौंदेखि अड्केर बसेको त्यो सङ्घीय निजामती सेवा ऐन तुरन्तै ल्याउने ताकि यो अन्यल हटोस्। दोस्रो, काम गर्ने शैलीलाई प्रोसेस ओरिएन्टेडबाट रिजल्ट ओरिएन्टेड बनाउने। तेस्रो, राजनीति र प्रशासनको बीचमा एउटा लक्ष्मण रेखा कोर्ने। र सायद सबैभन्दा महत्त्वपूर्ण, भित्रैबाट त्यो सेवाभाव, नैतिकता र इमान्दारीको संस्कृतिलाई फेरि जगाउने। र अन्तमा यो एउटा शक्तिशाली चेतावनीलाई मनन गरौँ। यदि यी सुधारहरू गरिएन भने निजामती सेवा ठूला बडाको लागि दुहुनो गाई, तर सोझा साझा र सानाहरूका लागि थारो भैँसी जस्तै नहोला भन्न सकिन्न। यो एकदमै गम्भीर कुरा हो र यो प्रश्न हामी सबैले सोच्नुपर्ने बेला आएको छ। आखिर हामी कस्तो निजामती सेवा चाहन्छौँ?